सबभन्दा धेरै धिक्कार चाहिँ भने नेपाली कङ्ग्रेसलाई धिक्कार दिन्छ म अरूलाई त्यति भन्दिनँ भयो एमाले र माओवादी भने उनीहरूको जातै कम्युनिस्ट हो कम्युनिस्ट भनेको अरूलाई आउनै नदिने हो क्या कम्युनिस्ट भनेको त्यो विचारधारालाई सबैलाई निषेध गर्न खोज्छन् उनीहरूले त कम्तीमा आफ्नो फिलोसफी अनुसार आफ्नो सिद्धान्त अनुसार व्यवहार गरिरहेछन् तर नेपाली कङ्ग्रेस धिक्कार गर्ने कि नगर्ने नेपाली कङ्ग्रेस नाम चाहिँ लोकतान्त्रिक सबभन्दा धेरै अलोकतान्त्रिक काम नेपाली कङ्ग्रेसले गरेको छ अहिलेसम्म चाहिँ उसको क्यारेक्टर र उसको फिलोसफीमा उत्तर दक्षिणको फरक छ एमाले र माओवादीको क्यारेक्टर र फिलोसफी एउटै छ उनीहरूको जे फिलोसफी हो क्यारेक्टर त्यही छ अर्थात् निषेध गर कम्युनिस्ट तर नेपाली कङ्ग्रेस जसको फिलोसफी डेमोक्रेटिक भन्छ आफूलाई तर ऊ सबभन्दा धेरै अनडेमोक्रेटिक र गैर लोकतान्त्रिक चरित्र देखाएको छ उनले होइन त्यसकारण धर्म सर उनीहरूकोमा चाहिँ भनेको कुरा उनीहरूले गरेनन् चाहेनन् उनीहरूको त्यो नियतमै प्रश्न रह्यो नियतमै हामीले विश्वास गर्न सकेनौँ तर तपाईँहरूले जे प्रश्न गर्नुभयो अहिले धर्म सरले जस्तो स्वर्णिम वाग्लेका कुरा खगेन्द्र सङ्ग्रौलाका कुरा अथवा सुदन गुरुङका कुरा कम्तीमा मैले यी सबै नेताहरूको के चाहिँ एउटा कुरा चाहिँ राम्रो के देख्छु भने कम्तीमा देशलाई घात गरेको चाहिँ मैले भेटा छैन क्या देशलाई नै घात गरेको कङ्ग्रेस एमाले माओवादीले जस्तो खगेन्द्र सुनुवारले देशलाई नै घात गरेको अथवा स्वर्णिम वाग्लेले देशलाई नै घात गरेको अथवा सुदन गुरुङले देशलाई नै घात गरेको तपाईँले बारबारा फाउन्डेसन जो भन्नुभयो नि त्यो कङ्ग्रेस एमाले माओवादीको भाषा हो क्या त्यो चाहिँ बारबारा फाउन्डेसन ल बारबारा फाउन्डेसनले नेपालको अहितमा काम गरेको 1 2 3 4 5 6 7 8 9 10 गरौँ त बहस छलफल ल्याउँ त ल तपाईँले बारबारा फाउन्डेसनको सुदन गुरुङ बारबारा फाउन्डेसनको के अरे त्यो सञ्चार मन्त्री जगदीश खरेल बारबारा फाउन्डेसनको त्यो सन्दुक रोहित जसले चाहिँ त्यत्रो आँखा मान्छेहरूलाई हजारौँ मान्छेहरूलाई चाहिँ नि आँखाको ज्योति प्रदान गर्नुभएको छ यदि बारबारा फाउन्डेसनले सन्दुक रोहितलाई अन्धो मान्छेलाई आँखा दिन्छ भने त्यो त राम्रो काम गर्यो त उसले त त्यसको त प्रशंसा गर्नु पर्यो हामीले त बारबारा फाउन्डेसनको बारबारा फाउन्डेसनले भाद्र 23 मा मान्छे मार्न लगायो कि आँखा नभएका मान्छेहरूलाई आँखाको ज्योति दियो क्या प्रश्न त्यहाँ गरौँ भन्छु म चाहिँ धर्म सर मलाई बारबारा फाउन्डेसनको बारेमा थाहा छैन सिधा कुरा मलाई बारबारा फाउन्डेसन को हो जगदीश खरेल आएका मान्छेहरूले नेपालको लागि चाहिँ के गर्यो त्यो मेरो चासो चाहिँ त्यो चाहे बारबारा फाउन्डेसन होस् चाहे दाहाल फाउन्डेसन होस् ओली फाउन्डेसन होस् लामिछाने फाउन्डेसन होस् देउवा फाउन्डेसन होस् मलाई मतलब छैन क्या त्यसको चाहिँ तर उनीहरूले जुनसुकै फाउन्डेसनबाट आएको भए पनि उनीहरूले अन्तिममा चाहिँ नेपालको हित गरे कि अहित गरे भन्दा नेपालको अहित गरेका चाहिँ कङ्ग्रेस एमाले माओवादी छन् रवि लामिछानेले अहिलेसम्म सिधा कुरा मार्फत यहाँसम्म आउँदा नेपालको हित नै गरेका छन् उनले अहित गरेको काम चाहिँ मैले देखाएको छैन है बालेनले त्यति छोटो समयमा काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि उनले आफ्नो क्षमताले भ्याएसम्म गर्न खोजे हुन् उनले क्षमताले नसकेका कुरा छोडिदिउँ मैले होइन उनले कति क्षमताले नसकेका कुरा पनि होलान् होइन तर अब भोलि चाहिँ एउटा मेजोरिटीको प्राइम मिनिस्टर बन्यो भने त त्यो कम्फर्टेबल मेजोरिटीले उनलाई काम गर्न सहजता देला नि त त्यो चाहिँ वातावरण राष्ट्रपतिले बनाउला म त्यता अहिले म गएन म त्यता के म धर्म सरकै क्वेसनमा आउँछु म धर्म सरकै क्वेसनमा किन आउँछु भने मुख्य कुरा चाहिँ राजनीतिक व्यक्तित्वहरूको नियतमा चाहिँ हामीले क्वेसन गरौँ उनीहरूको नियत नै गलत थियो भन्ने कुरा चाहिँ त्यो इतिहासले प्रमाणित गर्ने कुरा हुन्छ होइन तिनीहरूको बोलीले होइन मैले भने नि कङ्ग्रेस एमाले माओवादीलाई भोट हाल्नु पर्यो भने त म त्यो चुनावैमा भाग लिन्न क्या मैले 64 सालपछि भोटै हाले होइन नेपालमा 64 साल पछाडि मैले कुनै पनि चुनावमा भोट हालेको छैन क्या मनै लागेन कसलाई भोट हाल्ने कुन चाहिँ एकजना मान्छेलाई भोट हाल्नु क्या पैसा खर्च गरी आफ्नो निर्वाचन क्षेत्रमा गएको छ एकजना गतिलो उम्मेदवार छैन अनि एकजना गतिलो दल छैन होइन त अहिले कम्तीमा अघि भन्नुभएको थियो साथीहरू कसले कहाँ प्रश्न उठाउनु भएको थियो त्यसो भए कसलाई भोट हाल्ने भन्ने त क्या कङ्ग्रेसलाई एमालेलाई माओवादीलाई सकिँदै सक्दैन उनीहरूलाई भोट हालौँ भनेर भन्न यो मुखबाट आवाजै निस्किन सक्दैन क्या उनीहरूको विगतको 50-60 कति वर्षदेखिको भन्ने उनीहरूको 40 वर्षदेखिको होइन मैले त कम्तीमा 50 सालदेखि बुझ्न थालेको राजनीति है म 48 सालमा त्यो नेपाली कङ्ग्रेसको बहुमत आएको थियो क्या अरे होइन गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएको थिए त्यसपछि जब मदन भण्डारीको हत्या भइसकेपछि चाहिँ अलि राजनीतिमा हामीले चासो दिन थाल्यौँ ओहो
मदन भण्डारी जस्तो मान्छेलाई कसले मार्यो होला भनेर हामीले चासो दिन थाल्यौँ। र त्यस बेलादेखि चाहिँ नेपालको राजनीति बुझ्दा चाहिँ कङ्ग्रेस एमाले माओवादी चाहिँ खत्तम दल भन्ने निष्कर्षमा पुगेका मान्छेहरू होइन। हामी एकदम निष्कर्षमा र इतिहासदेखि अब बरु जेन्जी भाइ बहिनीहरूलाई थाहा छैन होला विगतको इतिहास होइन। त्यसकारण उहाँहरू कहिले प्रचण्डसँग झुक्किनुहुन्छ, कहिले चाहिँ केपी ओलीले अहिले बडा भाइ बहिनी भनेर बडा पोस्ट गरिरहेछन् फेसबुकमा, झुक्किहाल्लान् बहकिहाल्लान्। हामी चाहिँ झुक्किन्नौँ, हामी बहकिन्नौँ। हामी चाहिँ कङ्ग्रेस एमाले माओवादीका जस्तो सुकै अभिव्यक्तिबाट पनि हामी चाहिँ बहकिन्नौँ होइन। र यो धर्म सर चाहिँ फेरि चाहिँ नियतमा प्रश्न गरौँ। सामान्य क्यारेक्टरिस्टिक धर्म सर तपाईँबाट पनि मिस्टेक हुन्छ, मबाट पनि मिस्टेक हुन्छ, स्वर्णिम वाग्ले को हुन्छ के हुन् र उनी पनि मान्छे हुन्। के अरे हाम्रो चाहिँ त्यो खगेन्द्र सुनार पनि मान्छे हुन्। सुदन गुरुङ चाहिँ उहाँको मलाई सुदन गुरुङको मन परेको कुरा के छ भने नि, सुदन गुरुङको चाहिँ उहाँ अन्याय विरुद्ध लड्नुहुन्छ क्या। जेएनजी मैले त जेएनजीका नेतृत्वकर्ताहरूलाई के भन्छ त्यो बलभद्र कुँवरको सेनाहरूसँग तुलना गर्छु क्या। जति बेला त्यो बेलायती सेनाहरूलाई नेपालबाट लखेट्न कसले काम गरेको थियो त्यत्तिकै बहादुर हो सुदन गुरुङहरू चाहिँ हो नि। हो त बेलायती सेनाहरूलाई बेलायती त्यत्रो हात हतियार सहित किताबको झोला बोकेर निहत्ता विद्यार्थी गएको होइन संसदमा त्यो प्रहरीसँग लड्न हतियार सहित हो। धर्मलाई मेरो क्वेसन छ पहा एकचोटि त्यो बलभद्र कुँवरको नाला पानीको लडाइँ लडेको सम्झिम त साथीहरू। त्यति बेलामा बेलायती सेनाहरूसँग आधुनिक हात हतियार थियो जसरी अहिले नेपालको पुलिससँग आधुनिक हात हतियार थियो। त्यति बेलाका नेपालीहरूसँग ढुङ्गा मुढा थियो, काठका मुढाहरू थिए, माथि चट्टानबाट त्यो उसको चाहिँ के भन्छ त्यो सिन्धुलीगढीको माथि डाँडाबाट खसाल्ने चट्टानहरू थिए भने अहिले त यो जेन्जी भाइ बहिनीहरूसँग किताबको झोला मात्रै थियो क्या, कलम थियो। यिनीहरू त त्यो बलभद्र कुँवर भन्दा पनि बहादुर सिपाही हो जेन्जी भाइ बहिनीहरू त। त्यसकारण त्यसमा सहभागी सुदन गुरुङलाई म त सल्युट गर्छु। उहाँहरूको जस्तो हिम्मत हामीहरूमा पनि भएको भए हामीहरूले उहिल्यै परिवर्तन गर्थ्यौँ। ती भ्रष्टाचारीहरूलाई हामीले उहिल्यै कारवाही गर्थ्यौँ। अब खुसी भयो होला सुदन, तिमीले एन्सर क्वेसन पायो धर्म भाइ। त्यसकारण सुदन गुरुङ चाहिँ होइन तिमीले अलरेडी प्रि अक्युपाइड मान्छे, यति यङ मान्छे भएर पनि तिम्रो अलरेडी त्यो दिमागमा भरेर आछौ के त्यो सेट, त्यही भएर कहिले पनि चेन्ज हुँदैन बाबु। होइन सुदन गुरुङको सवालमा चाहिँ धर्म सर सुदन गुरुङ रासोपा आउने मान्छे होइनन् होइन। सुदन गुरुङ चाहिँ रासोपा आउने मान्छे होइनन्। उनी चाहिँ अब के गर्ने त, कम्तीमा एउटा दललाई त बहुमत दिलाउ न यदि सकिन्छ भने। हेर्नु न सुदन गुरुङले बालेनलाई ल्याए मिलाए, सुदन गुरुङले कुलमान घिसिङलाई पनि मिलाउने कोसिस गरेका थिए। सम्झिउन त्यो किन जरुरी थियो भन्दा सुदन गुरुङसँग मेरो गुनासो के हो होइन। तपाईँलाई अब होइन तपाईँलाई धर्म भाइलाई यो सुन्नु भन्दा पहिला तपाईँले भन्नुहोस् को ल्यायो भने नेपाल राष्ट्र समृद्धि हुन्छ त, ल भन्नुहोस्। क्वेसन फर यु भन्नु। राजा ल्याएपछि उहाँको विचारमा त राजा ल्याएपछि राजा कसले ल्याउने? राष्ट्रिय प्रजातन्त्र पार्टी ल्याएर राजा आउँछन् आउनुहुन्छ जब हिजो संसदमा तपाईँ कुन राष्ट्रिय प्रजातन्त्र पार्टीको हो भन्नु न मलाई।